त्यो मान्छेले त्यसरी भनिरहँदाखेरि कसरी सुन्ने, कसरी सुन्न सक्ने? 3 वर्षको बच्ची त्यो मान्छे सेक्सको लागि परिपक्व थियो त? कति दुख्यो होला, कति रगत बग्यो होला। त्यसलाई त नि मर्तेल खनाएर घरघरती आगो लाउन पर्ने हो। कति मजाले भनेको कि कति मजाले सेक्स गर्न मन लाग्यो अनि चक्लेट दिएर फकाएर अनि लिएर गए। चक्लेट खाने बच्चा हो त्यो। चक्लेटको लालच दिएर तिमीहरू के गर्यो? तिमीहरूको मनमा यति पनि मानवता छैन? के बोलेको त्यो? कसरी भन्न सकेको? गर्न मन लाग्यो अनि लिएर गएको। कसरी भन्न सकेको? कसरी? एक जग्गाले होइन, 2 जग्गाले त्यस्तो गर्दाखेरि त्यो बच्चा त जिउँदै मऱ्यो। तिमीले माग्नै पर्दैन थियो। हिजोको दिनमा राम्रो कानुन बनेर त्यस्तो बलात्कारी गर्ने मान्छेहरूलाई सजाय राम्रो दिएको भयो नि आजको दिनमा यस्तो हुँदैन थियो। तर भोलिको दिनमा यस्तो नहोला भने कपी पनि छैन। कति सजिलो के मन लाग्यो अनि रेप गरिदिने, मारिदिने, फालिदिने। त्यो मान्छेलाई जेलको सजाय सक्यो। मारेको मान्छे फिर्ता आउँछ? त्यो आमाको काग भरिन्छ फेरि? त्यो केटाले त्यसो भनिरहँदाखेरि त नि मलाई यति रिस उठेको थियो, यति रिस उठेको थियो नि। त्यसको त त्यो नुन खोर्सानी छर्केर हुन्छ नि, पुरै त्यसलाई तडपाई राख्न पर्ने। पापी यस्तो कानुन बनाइदिनु कि अब कसैले पनि गीत नचलाउन नसकोस्, कसैले पनि मारेर फाल्न नपरोस्। एउटा गुडिया जस्तो सोचेको छ मान्छेलाई।